यहाँ सबैलाई धन्यवाद दिन चाहन्छु र अर्को कुरो बधाई पनि दिन चाहन्छु यो एआईको युगमा च्याट जीपीटी भनौँ भने च्याट जीपीटी मात्र होइन एआई भन्ने के हो भन्ने एआईमा चाहिँ तपाईँहरू अब छिर्नुभयो र यो ग्रुपमा छिर्सक्नु भएको छ त्यसको लागि पनि बधाई दिन चाहन्छु र एनरेन लास्ट हामीले 4 वर्षै भयो कामहरू गरौँ भन्ने हिसाबमा नयाँ सुरुवात गरौँ र यो चिज चाहिँ प्रोलिफरेट हुँदै जाओस् भन्ने चाहन्छु सही भन्नुभयो ग्रुप क्रिएट भइसकेको छ र अब फिडब्याक पनि दिनुभयो लास्ट सेसनमा सो हेक्टिक होइन पक्कै इन्ट्रेस्टिङ त छ होला हुन्छ र एनरेनले कोभिड पछि चाहिँ यो भर्चुअल मिटिङमा चाहिँ एकदमै नेपालमा पपुलर भइरहेको छ यतार्थ कति हजार त्यो टुल्स एनरेनसँग छ र यो तपाईँको ग्रुपमा पनि यदि इन्ट्रेस्ट भयो भने फलानु सेसन चाहिँ एकचोटि फेरि गरौँ न रिपिट गरौँ न रिपिट भनेर त्यही नै भिडियो देखाउने हो कि फेरि एकचोटि रिप्ले गरौँ भने मतलब मान्छेले त्यही फेरि बोल्दाखेरि फरक किसिमले बोल्छ नि किन भन्दाखेरि आज बोल्दाखेरि उहाँले जसले बोलेको जसले किसिम उहाँले फिडब्याक दिइसक्नु भएको छ नेक्स्ट टाइम बोल्दाखेरि त्यसलाई करेक्ट गरेर त्यो पार्ट पनि तपाईँले गर्नु त्यो म किन भन्छु भन्दाखेरि अहिलेको युगमा यो एआईको युगमा यति धेरै फास्ट चेन्ज हुँदैछ कि आज मनोज सरले जे भन्नुभयो पर्सि सोध्नु भने अस्ति भनेको गल्ती भइसकेको छ अब यस्तो भयो भन्नु यति फास्ट चेन्ज भइरहेको छ यु कान प्रेडिक्ट भोलि के हुन्छ भन्ने छ होइन प्रेडिक्ट भनेर ज्योतिषहरूले भन्छ आज एआई पनि ज्योतिषहरू छन् उनीहरू प्रेडिक्ट गर्छन् 50% मात्रै ज्योतिषले भने जस्तो के हुन्छ भन्ने कुरो अहिले प्रेडिक्ट गर्छ किनभने क्वान्टम कम्प्युटिङको अहिले अगाडि आइसकेका छैन रिसर्च धेरै भइरहेको छ धेरै कन्ट्रीले दबाएर राखेको छ अनि केही पनि नहुनु डिपसिक आएको जस्तो भने त्यो आयो भने ठुलो च्यालेन्ज रिसेन्टली नेक्स्ट जेनेरेसन इन्टरनेटको कन्फरेन्स चाइना सी जिनपिङले इनिसिएट गरेको कन्फरेन्स हो ग्लोबल्ली इन्टरनेट सुड बी पब्लिकली एभाइलेबल भन्ने मुभमेन्ट चलाउनु त्यहाँ चाहिँ एउटा सेसनमा एनरेनको तर्फबाट मलाई बोलाएको थियो थाइल्यान्डको एनरेनको टिमहरूको बिचमा एउटा इन्ट्रेक्सन भएको थियो त्यसमा अलिबाबा पनि थियो अलिबाबा सिपिओ पनि नेक्स्ट जेनेरेसन इन्टरनेटमा के हुन्छ त भन्ने कुरा इस्युजहरूमा एउटा प्यानल डिस्कसन भएको थियो अब नेपाली भाषाको केही त छैन उनीहरूको अगाडि यस्तो हुन्छ यस्तो हुन्छ हामीले नेटमा हेरेर कलेक्टर भन्नु छैन उनीहरूको खालि के भन्दाखेरि हामी कहाँ पनि एक्सपर्टहरू छन् भोलिका दिनमा त्यहाँ चाहिँ ह्याकिङ र डिफेक्टहरू छ भोलि चाहिँ डिफेक्ट इनिसिएसन नेपालबाट धेरै भयो भनेर अचम्म नमान्नु होला हामी कहाँ त्यो क्यापेबिलिटी भएको मान्छेहरू छन् खालि के त भन्दाखेरि हाम्रो रिसोर्सेस कम भएको हुनाले हामी यसलाई चाहिँ रिसर्चको रूपमा अगाडि जाँदैनौँ तर इन्डिभिजुअल लेभलमा काम गरिरहेको छ अल्गोरिथमहरू डेभलप गर्ने नेपालीहरूमा छ अनि क्वान्टम कम्प्युटिङमा पनि छ कतिले गर्दा क्वान्टम कम्प्युटिङको अल्गोरिथम लेभलमा चाहिँ काम गर्ने कुरा त्यो चिजहरूमा पनि नेपालमा हुन सक्छ त्यसले भोलि हामी कहाँ पनि केही आउन सक्छ तर खालि विडम्बना के त भन्दाखेरि एकजना नेपाली राम्रो भयो भने उसलाई टिपेर लैआउँछ हामी सरकारले राख्न सक्दैन पाल्नै सक्दैन किनभने त्यसको लागि इन्भाइरोमेन्ट छैन होइन अहिले एआई एक्सलेन्स सेन्टर खोल्नु पऱ्यो भनेर गभर्मेन्टको पोलिसीमा छ हरेक युनिभर्सिटीमा खोल्नुपर्छ भनेर छ अनि सबैलाई बोलाउने मनोज सरले भन्नुभएको थियो केहीमा मात्र सुरु भएको छ अनि उहाँले प्राउडका साथ भन्नुभयो सुरु गर्न लाग्छौँ भनेर अरूले बोल्नै सक्दैन त्यो छ त्यस्तो खालको अवस्था नेपालको छ र त्यो अवस्था भन्नेमा भोलिका दिनमा त्यहीमा अवस्थामा रहन्छ भन्ने कुरो नसोध्नु 2 दिनको चेन्ज मुभमेन्ट यत्रो चेन्ज ल्यायो भने एक घन्टामा चेन्ज हुन सक्छ भन्न सकिन्छ क्यान चेन्ज ल लास्ट अहिलेको यो हल छ अहिलेको यो हलमा हामीले चाहिँ भोलिका दिनमा चाहिँ कति पावरको जिपियु चाहिँ नि आएर इन्स्टल भइसक्यो अचम्म नमान्नु आउन सक्छ किन भन्दाखेरि सबै हुने भने नेपालमा यदि चाहिँ ब्रेन छ भने अब विदेशमा लानु भने नेपालमै ल्याएर काम गराउनु बेस्ट हुन्छ भन्ने हिसाब हुन्छ त्यसमा अब एलिमेन्टको हो होइन सेक्टरको हो नेपालमा प्रोसेसै भएको छैन भन्नु भयो कुरा पनि गरिरहेको छ भने त्यो लेभलको कुरा गर्ने थुप्रो कामहरू छ त्यही भएर यो लेभलमा तपाईँहरू छिर्नु भइसकेपछि यसैमा लाग्ने हो भने यो ग्रुपलाई चाहिँ लाइभली बनाएर छलफल भइरहेको छ त्यो भन्दै अब यो कार्यक्रम सक्सेस हुनुमा मेन रोल त लास्टको सहयोग नभएको भएर उहाँहरूको मोरलदेखि लिएर फिजिकल भर्चुअल सबै सपोर्ट छ फाइनेन्सियल पनि सपोर्ट छ र एनराइनको तर्फबाट चाहिँ स्पेसली हाम्रा रिसोर्स पर्सनहरू मनोज सर होइन मुलगान सर उहाँ सर्वेसनको सरहरू पनि हुनुहुन्छ
नहौँ भन्न चाहन्छु। सबै हामी टिममा छौँ र उहाँहरूलाई चाहिँ नि धन्यवाद नदिनु भनेर हुन्छ होइन। खालि अरू नेपालमा चाहिँ नि एआई चाहिँ नि राम्रो प्रोडिक्टर भएको हेर्न चाहन्छु भन्ने हिसाबमा नेपालमा बसेको के होस् भन्ने हिसाबमा हामी सबै त्यसैमा लागु हुन्छ। अर्को एउटा कथन छ, ए फलाना मान्छे आउँदै आएन, फलाना आएन, ढिस्कानु आएन, अनि फलाना आएको भए हुन्थ्यो नि भनेर कुरा गर्छ। तर त्यो होइन। यहाँ जतिजना बसेका छौँ तिनीहरू दे आर द राइट पर्सन हो भनेर म बुझ्छु। अर्को बाहिरको मान्छे कोही आएन भनेर हामी पिरै दिनुपर्छ। हामी जति अहिले बसेर छलफल गरिरहेका छौँ, वी आर द पिपल हु क्यान डेभलप एआई स्ट्राटेजी, एआई इन्फ्रास्ट्रक्चर नेपाल भनेर सोच्दैछ। एनएलले पनि त्यही सोचेर अगाडि बढ्यो र हामीले लबिङ पनि धेरै गरिरहेको छौँ नेपालमा बुझाउनुपर्छ भन्ने हिसाबमा। र एनरोन चाहिँ खासमा अब इन्टरनेट सर्भिस दिने मात्र हो, खास एकाडेमिक इन्टरनेट नेपाल रिसर्च एन्ड एजुकेसन रिसर्च गर्ने होइन। तर संसारभरिको एनरोनहरूले त्यस्तै गर्छन्, तर उनीहरूले रिसर्चरहरूलाई फेसिलिटेट गरिरहेको छ। सुपर कम्प्युटरदेखि लिएर सबै कुराहरू नेपालमा पनि हामी डेभलप गर्दैछौँ। नेपालले आफैले राख्न चाहिँ हामीले विदेशमा भएको एनरोनहरूको रिसोर्सेसहरू तिनीहरूको रिसोर्सको 1% हामीलाई दिए पनि पुग्छ भन्ने भनिरहेको छ। सिङ्गापुरले त्यस्तै गरेको छ, सक्सेस भएको थियो। हामी पनि त्यो गर्छौँ। तर त्यो गर्नलाई चाहिँ नेपालमा इन्स्टिट्युसनल रिसर्च चाहिँ भएको हुनुपर्छ। नेपालमा रिसर्च भएको छ भन्छ, तर हेऱ्यो भने इन्डिभिजुअल लेभलको नभएर आउँछ। त्रिभुवन युनिभर्सिटीले फलाना फलाना रिसर्च यतिवटा प्याटर्न युनिभर्सिटी छ भनेर भन्छ, केहीको आउला कि जस्तो लाग्छ। हाइड्रोजनको अलिकति भएको इन्स्टिट्युसन लेभलमा भएको भने केहीमा देख्छु। टियुमा पनि थियो, रेकास थियो पहिला, रोनास नै थियो पहिला रोनास भन्थ्यो होइन। यहाँ त्यो डेभलप चाहिँ कति बिस्तारै डेभलप भइरहेको छ। त्यो भयो भने पनि अब त्यो डेभलप भनेको अब अहिले आएर चाहिँ इन्डस्ट्रीमा हामी जान्छौँ एआई नै। त्यसमा चाहिँ कम्प्युटर, ब्याक एन्ड रिसोर्सेस र दिमाग चाहिने हो, चाहिँदैन र समय र यस्तो ग्रुप चाहिँ त्यो भयो भने सक्सेस हुन्छ। यति भन्दै पुनः यहाँ सबैलाई म धन्यवाद।